हेलो गाइज, वेलकम टु माई भ्लग। आज हामी जाँदैछौँ पहिला त्यहाँ गेट टुगेदर छ, त्यहाँ जान्छौँ होइन। गहना पोखरीमा जात्रा लाग्दैछ। यसरी यो ठाउँमा जात्रा लाग्ने गर्छ अनि हाम्रो प्रत्येक वर्ष यही जात्राको दिन बिदा हुने गर्छ अनि हामीहरू घुम्न जाँदैछौँ यही जात्राको मौका पारेर। आज जात्रा लाग्दैछ, गहना पोखरीको जात्रा। कृष्ण मन्दिर। ल केटाहरू जम्मा भइसकेको छ। हेलो गाइज, के छ हालखबर? ठिका के छ बटु? के छ अरू लानुपर्ने? लजाउँ हामी निस्क्यौँ सन्तोषको रुमदेखि। छिटो आउँछ, छिटो छिटो छिटो। तिमीलाई ऊ थाहा छ कि थाहा छैन? अर्ली बर्ड क्याचेस द वर्म भन्ने थाहा कि नै? हामी वर्महरू हो क्या, ढिलो गर्दाखेरि हामीलाई बर्डहरूले कि खतरा हुँदैन। केही खाएन, हजुरलाई दिन्छौँ भाइ यार, खाली पेटमा के पचाउने हो। ल हामी अब कहाँ जाँदैछौँ? चाबेलबाट हामी गाडी लिन्छौँ होइन। कहाँ? मलाई केही थाहा नै छैन। कसलाई थाहा छ यसको बारेमा? सबले मलाई हो, मलाई त केही थाहा छैन है। हामी सबै 4 घन्टा सुतेको मान्छेहरू है। तिमी कति घन्टा सुतेर मुठु? 4 घन्टा। 4 घन्टा। तिमी टिका? तिमी 5 घन्टा? म पनि 5 घन्टा। हाम्रो सन्तोष भाइ बिचरा हिजो ज्वरो आयो होइन। एकदम आज फेरि जाने। मलाई पनि रुगा लागिरहेछ, रुगा लागि पनि म निस्किरहेको छु होइन। अब बार्नु पऱ्यो हामीले खातामा। एप्पल गर्नु नका। रेस्टुरेन्टमा छ यो अलिक ढिलो भयो यार, छाड होइन न। केही खाएन क्या बिहानदेखि? क्यामेराम्यान ढिलो लगाइदिने। 3 मिनट मात्र ढिलो आयो। ल बेस्टिंग तरीके से आनंद ले रहे हैं, कैमरामैन जल्दी फोकस करो। ल हामी आइपुग्यौँ पहेँलो पुल, ए भत्केको पुल। लाइन लागेर आउँदैछ केटाहरू। हो हामी चाबेल चोकमा आइपुग्यौँ है। हामी चाबेल चोकमा आइपुग्यौँ। अब त्यहाँदेखि गाडी चढ्ने अनि त्यसपछि सुन्दरीचल जाने। सबै केटाहरू एक्साइटेड होला। मेरो गाडीमा बस्यो, यतासम्म छु। हेलो हेलो। जिरा गुरुङ सर। क्याप्टेन एक्लै हो? क्याप्टेन एक्लै। हामी 4 घन्टा मात्र सुतेको है। अब बसमा सुत्दैछौँ। आधी घन्टा कति आउँछ? अब बसमा सुत्ने। ल सुत गाइजहरू। ल यहाँ कसले कति ब्याग बोक्यो भनेर यहाँ झगडा भइरहेको छ है केटाहरूको। झोला एउटा यो राख्नको लागि यहाँ राखी। ल छिर्दैन यही छ। ए रेडबुल राखेर उहाँ पसिना लगाइरहेको छ। ठिक है, ल जाऊ चलो गाइज चलो। यो भारी होइन, यो हाम्रो ऊ इनर्जी हो। इनर्जी बोकेर हिँडिरहेको छ हामीले। भारी। ल साट्ने हो? मलाई साट्ने हो तिम्रो र मेरो। जसले त्यही भन्छ ल मेरो ब्यागसँग साटौँला है सबैले। जसले त्यही भन्छ ल मेरो ब्यागसँग साटौँला है सबैले। के छ अहिले वेट गर्ने सबैको ब्याग। यहाँ लास्टै ठुलो झगडा पर्ला जस्तो छ यार, वर्ल्ड वार होला जस्तो छ होइन। ब्यागको लागि त्यही माथि यहाँ ब्यागले अलिक टेन्सन दिइरहेको छ। हल्का 2 केजी भएको ठिक हुँदैन। 6 केजी बोक्यो। मान्छेकै वेट बढी छ होइन। उल्टे मान्छे वेट
जाला कि नजाला निराजनलाई चाहिँ अलि डिस्काउन्ट हुनु पर्ने त्यो त्यही मान्छेकै वेट बढी छ होइन बिचरा यार अनि एक्स्ट्रा वेट हो नि त उसको त अनि त्यो म त प्र्याक्टिस गर्नुपर्ने त्यो त हाम्रो पानी राख एक त निद्रा नपुग्यो त्यहाँ त्यस्तो ठाडो उकालो लास्टै ठाडो उकालो छ यार यहीँ थाकियो त ल सबैलाई एउटा कुरा भन्नु पऱ्यो यार मैले यार के छ यहीँ खाना खाएर जाउँ है अब होइन होइन यहीँ खाना खाउँ होइन स्न्याक्स फर्किजाउँ भने क्या भन्नुभएको मेलम्ची खाने पानी ट्रिटमेन्ट हो त्यहाँ हो Bisa pengen tahu yo? Hah? Nyamuk nih yo? हामी अहिले यस्तो नौजवान भएर होइन ढिलो हिँड्नु भएन नि त तर यस्तो ठाडै उकालो छ क्या यहाँ सुन्दर छ पर पर्सन 100 रुपियाँ लाग्दो रहेछ है हामी अगाडि त्यही त अलिक छिटो ए त्यस्तै कुद्नु पर्दैन थाहा तर मेरो 8 घन्टा निद्रा पुगेको भए म सबैलाई टप दिन्थेँ होला होइन वेलकम टु सुन्दरी जो ल गाडीको टिकट यहाँ देखाउनु पर्ने रहेछ है गाइस आर्मीको ब्यारेकमा त्यहाँभित्र सुर्ती जन्ने जस्तो आगो बाल्ने कुराहरू केही पनि लगाउन नपाउने लाइटहरू त्यहाँ राखिदिइरहेको थियो त्यही भएर त अनि जङ्गल आगो लाग्छ नि त फेरि राम्रो हो त्यहाँ अब धेरै उकालो छैन होला अब चाहिँ भर्खरै आधी बाटोमा आएको छु त्यो अघिसम्म एक छौ त्यो लाउरेको पोस्ट आउँदासम्म त लास्टै ठाडो उकालो सबै उयो फेरि हिमाल चढे जस्तै हुन्थ्यो यार ल ठिक छ। ए लान्छ है यसले पानी भर्ने ठाउँ तर यो हामी त्यस्तो खाने पानी खाने होइन नि त हामी हेल्दी खाने यस ऊ त्यहाँ माथि पार्क रहेछ त्यहाँ जुन कन्सिडर गर्दैछौँ है यहीँ बसेर अब हाम्रो अलिअलि खानेकुराहरू खाने आज खाना बसिरहेको छौँ है हामीहरू आज खाना हाम्रो सन्तोष भाइ बिरामी भएर पनि सब बनाएको मान्छे हो टिका गर्छ यो भएको मामा म माथि हिँडिदिन्छु त्यसले त पातो दुखेर यो पुरै बादर आयो यार खाना दिएला जस्तो छैन घात लगाएर आइरहेछ यो Go inside, please. Go inside, please. ओ छोरी अहिले यिनीहरूले जिस्काउनु न ग्याङ नै ल्याएर आउँछ यहाँ खान मिल्दैन यार केटा मलाई थाहा भइसक्यो अरे गर्दैन ऊ ब्रेड ताकिराख है त्यसले ओए छोरी ब्यागमा राख न यो ब्याग खोला त राख मलाई भगाइ उनीहरूले झन् नआफ्नो माटो ल हिँड केटा अब क्यान्सल
क्यान्सल गरिसक्यो के खान्छ यसलाई के खुवाउन मिल्छ भन त यस्तो पुरा त्यो नगर भन्दा भन्दै मुटु नगर भन्दा भन्दै यार कहाँ मान्छ त यार हाम्रो प्यारो भाइले ल न त्यो हेरिरहेको क्या ब्याग खोल्न साथ हेरिरहेको बन्द गर नभन्दै हो त ए मुटु अब त्यस्तो स्ट्यान्ड नगर ल बास डराएर डराएर दादी यस्तो डर लाग्यो गाडीहरू चाहिँ यताबाट आउँदो रहेछ होइन लङ्गर जाँदैछ हामी सर्टकट जाँदैछौँ हिँड सर्टकट आयो है सर्टकट र त्यो धाप्डेमा 18 किलोमिटर 18 किलोमिटर हाइकिङबाट 8 किलोमिटरले धाप्ड्याम यसरी गयो भने यस्तो चाहिँ होला है यो अनि यो चाहिँ 18 किलोमिटर उनीहरू 18 किलोमिटर वाला भयो यो चाहिँ जक्सन रोड हाम्रो सबै ठाउँतिर भेटाउने यहीँ बस्ने के भयो केटा 18 किलोमिटर अब त हाइकिङ आउँछ भने अब त झोला बोकेर तिमी म आउने जसरी पनि ए म त एकदम म बिदाइ हुँदा आज झन् सधैँ मलाई आज 25 किलो बोकाए नि हुन्छ हामी चाहिँ 18 किलोमिटर भयो नि हिँड्ने तर यहाँ एक दुईजना चाहिँ तर्सिन्छ 18 किलोमिटर देखेर तर खासमा चाहिँ 8 किलोमिटर देऊ न सबैलाई ल यहाँ अनबक्सिङ हुँदैछ है भिजा उसको लागि हो माइनस मेरो ब्यागमा चाहिँ छ ड्रिङ्क्सहरू है हार्ड ड्रिङ्क्स होइन सफ्ट ड्रिङ्क्स मात्रै हो हामी कसैले हार्ड ड्रिङ्क्स खाँदैन यो टिका र मनोज बाहेक टिका र मनोज एकदम हाम्रो यो ब्याड बोइज हुन् हामीहरू गुड बोइजमा पर्छौँ हो यिनीहरू किन यस्तो रियाक्टिभ छ भने चाहिँ हार्ड ड्रिङ्क्सले गर्दा रहेछ ठिक खानु पऱ्यो नि हाम्रो यो सस बनाउने फेरि हाम्रो यही मान्छे है क्यामेराम्यान यही पछाडि बसिरहेछ सिकाउनु पऱ्यो उसको एउटा छुट्टै भिडियो बनाइदिउँ ल होइन दलेर अब हिमालय गेमको यो मनोजको 8 किलोमिटर ए अन्त कसलाई पुगेन ल हाम्रो उयो सक्यो है खानपिन सक्यो अब निस्किँदैछौँ हामीहरू होइन के एक्स्ट्रा सामान राखिदियो कि अब भारी भयो त यसरी यहाँ डस्टबिन रहेछ है यो डस्टबिनमा राखिदियो हामीले Hello guys, welcome to my vlog. एउटा कुरा के थाहा भयो भने होइन अरूको भ्लग मजाले बेडमा सुतेर हेर्न चाहिँ मजा आउँदो रहेछ होइन एकदम आफ्नो यसै जान त गाह्रो कामतिर चाहिँ हाम्रो 2 मिनेट तपिन्छ केटा पर्खेन मलाई नेजनलाई way to निरजन 1000 रुपियाँ दिन्छु त्यहाँदेखि बोकेर लान सक्छौ मलाई ढ्यापड्यामसम्म 1 लाख किनकि मेरो आफ्नो सनतको ज्यान हो ज्यानै बाँधिनु यति हेर्दा त नमार्नु जस्तो भइसक्यो हो 3 केजीले खाइदिनु जस्तो भइसक्यो 1 लाखमा पनि सक्दैन अरे कस्तो गाह्रो भयो होला हाम्रो मोटुलाई ठाड उकालो मात्र छैन यस्तो बाटो पनि छ यस्तो बाटो चाहिँ सजिलो छ अब यहाँदेखि 2 घन्टा मात्र अरे यस्तो मात्र छ कति बजे अब 10 बजिसक्यो त 12 बजे पुगिन्छ 3 घन्टा होइन 4 घन्टा चाहिँ लाग्ने रहेछ तलदेखि है रेड बुल खाएको भ्लग बनाउनु भयो अरे हाम्रो क्याप्टेन सरले
फाइनल के अरे अब एडभान्समा त्यहाँ ह्यापी न्यू हिमाल देखिरहेछ यहाँदेखि है यो सेतो भेस्ट खोइ खोइ यो क्यामेरामा देखिन्छ कि केही नै गर्नु पर्दैन कास्टिङ सोडा ल आज पर्फेक्ट टाइममा आएर रहेछौँ है हामीहरू केमिकल है के भन्यो रे तिमीले पेटले भएर भार बोक्छ जिउले भार बोक्दैन त्यही भएर इनर्जी ड्रिङ्क रेडबुल निकालेर खाँदैछ है हाम्रो भाइले गाह्रो भइसक्यो अब उसलाई बिचारो मेरो मुटु इनर्जी आउँदो रहेछ अरे खाना बित्तिकै काम गर्ने 20 मात्रै हो मेरो भाइ औषधिले अलि ढिलो गर्छ तिमीलाई लाग्यो मात्रै हो अब खान्छ होइन इनर्जी आउँछ सुइँ जान्छ अनि फेरि लास्टमै हुने हो मान्छे ल यहाँ आइसकेपछि दुईवटा बाटो रहेछ है यताबाट माथि तर बाटो चाहिँ यो हो यहाँबाट छ के हुन्छ र बाख्रा पकाएर खाइ बाख्रा ल हामी खोलाको आनन्द लिन यहाँ आइसकेका छौँ है गाइजहरू वी आर हियर मोटु यहाँ छ है खोला भने भिडियो हुन्छ ल जाऊ ल फाइनल्ली गाइज आइपुग्यो है धापड्याम ड्याम ओके चिसा पानी त 3 किलोमिटर रहेछ जाने चिसा पानी चिसा पानीमा के छ चिसो पानी तर म जान्न चाहिँ भने नि 18 मिटर हुँदैन कता हो माछा यस्तो ठाउँमा त मैले माछा र सर्पसँगै निस्क्याएर लसुन पनि ल्याएर छ यति ज्ञानी छन् कि मेरो भाइहरू होइन यो लसुन पनि बोकिदिन्छन् होइन लसुन भनेको यहाँ हाम्रो टिका गाजी हाम्रो यतातिर कटिङ एक्सपर्ट अब यसो गर के यो प्लास्टिकमा बनाउँछ प्लास्टिकमा राखेर काट्दै प्लास्टिकमा राख्दै गर अनि म चाहिँ यतातिर सामान ल्याउ यो अतिसक्यो काम पाएन भने टिका हात्तिन्छ के बोकेको छ भन्छ नि हिमालले मलाई के नै यता है टिका बस तलबाट त्यो जुन तिमी कति केजी भन केजी कुरा सुन न तिमी कति केजी भन न त्यसो भयो तिमीले कि सानो बच्चाले हिँडेर हुन्छ तिमी कति केजी टिका तिमी 45 केजी प्लस 10 केजी होइन म 75 केजी प्लस 10 केजी कति भयो ल भन केटाहरूले पाएपछि नछोड्ने है होइन यार म एकदम सरी मान्छे के गर्यो भने मोटाउँछ भन्छ नि के गर्नु पर्यो झनै योभन्दा दुब्लायो भने हो बेगरी भने मोटाउँछ अरे कसले भने गर्छ फेरि उता चाहिँ माटो नि एकजना कसले भने रे बुढीले मिठा मिठा पकाएर खान दिन्छ अनि अनि ऊ चाहिँ बिहे नगर्दै मोटायो किन भन न बुढीलाई जति टाइट किचनमा देखा नि त दहीको डिब्बा फालिदिने एक्सपर्ट हाम्रो भाइ यतातिर छन् बरु यो खरबुजालाई चाहिँ त्यो प्लास्टिकमा राखिदिउँ होइन अनि यसलाई चाहिँ खाली गरौँ न यसमा गराउने दही डिब्बामा कि प्लास्टिकमा बनाइसक्यो भुजा राख त दुईटा कि एउटा यसमा चाहिँ यस्तो छ धनियाँ धनियाँ अब धनियाँमा छैन प्याज पनि जान्छ हो यस्तो हाम्रो यहाँ ऊ स्टाइल पनि काट्नु न त दिनु भन आइस्ते आइस्ते यो ब्यागमा ऊ छ के भन्छ चौचौसा निकाल्दा त 3वटा प्याज धेरै हुन्छ कि धेरै पनि हुने प्याज चाहिँ ढुस्स बनाउँछ ल ऊ काँक्रा काट्यो काँक्रा ऊ छ है दिनुपर्ने हो कि है काँक्रै
खोइ कालो बिरे नुन चाट मसला सबै चाट मसला दिनु होला पार है हो अब गुड ऊ पनि एक्सपर्ट हुँदैछ है चटपटे कसरी बनाउने यहाँ सिक्नु है हेर्दै सिक्दै ड्याममा चाहिँ स्विमिङ गर्न पाउँदैन भन्छ है आर्मीहरू छैन अहिले त्यही भएर यहाँ स्विमिङ गरिरहेछन् यदि आर्मीहरू छैनन् भने चाहिँ पाउँदो रहेछ लुकी छुपी यहाँ केटाहरूले बनाउँदै थिए चटपटे कस्तो बनाए ए टिका त्यसरी बिचबाट नकाट न यार छ्या बारको मान्छे यार जुस यसरी निस्किन्छ नि वेज निकाल न वेज हो गुड गुड टिका गुड भयो भयो टिका अब फेरि कति धेरै निम्बु काट्यो यार टिका फेरि मनमै लिन्छ कि यति सानो कुरा गऱ्यो भने पनि होइन टिकाको यस्तरी मनमा लिन्छ नि पख भनेर उसलाई त्यो बदला दिनै पर्छ क्या मनोज त थाहा छैन टिकालाई चाहिँ त्यो पर्छ टिकासँग ऊ निराजनले त म सक्दैन उसँग भनेर भन्छ के म्याजिक मसला कम भयो लौ त म्याजिक मसला छैन हामीसँग त्यही चौचोको मसला हो मुला छैन के पुगेन यहाँ अलिकति त्यहाँ टाढो बसेर यो हाल्यो त्यो हालेर नसुत्नु कि यहाँ 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 चटपटे गाजी यसरी खाने चलबाट कस्तो भयो रहेछ थाइल्यान्डको मजा नेपालमा है हाम्रो सब्जी काट्ने मान्छे बिरामी भइदियो पनि म पनि बिरामी छु आइएम बिरामी हो के छोरी रुगा लगाइरहेछ अनि यहाँ चाहिँ सुकेजी एकछिन अब हामी रमाइलो गर्छौँ है थाप्ड्याममा रिल्याक्स गर्छौँ धेरै कामको प्रेसर परिरहेको थियो सियु ल मजाले हामी 1.5 घन्टा यहाँ आराम गऱ्यौँ है टिका भर्खर सुतेर उठेछ हेलो हेलो टिका धेरै कालो भइसक्यो कालै भइसक्यो अब टिका छ क्यामेरामा पनि देखिँदैन लजाउँछ भन्नु चाहिँ यसरी कसरी चल्छ यार घर चाहिँ त क्यामेरामा के बोल्दैन भन्छ यस्तो लजाएपछि कसरी चाहिँ गर्छु घरचमा कसरी गर्छु बुढी उतातिर लजाउने मनोज यता लजाउने होइन ल अब हामी धेरै आराम गरियो है हामीहरू निस्किँदैछौँ यहाँदेखि अगाडि भाइहरू बचेको यो 2टा बनाना चाहिँ मुर्कीको लागि वे टु सुन्दरी जल यता छन् पछाडि हाम्रो भाइहरू ल आधी बाटो आइपुग्यो है अब आधी बाटो बाँकी छ ए खुट्टा दुखेको छ पुरा मेरो जोइन्टहरू दुख्दैछ अलिअलि गाह्रो अलिअलि रमाइलो 4 घन्टा मात्र सुतेर होला यस्तो गाह्रो भएको होइन भने 8 घन्टा सुतेको भए चाहिँ रमाइलो हुन्थ्यो ए यताबाट है यताबाट त गाडी पो हो त ठिक छ यसरी छ है ठाउँमा आइपुग्यौँ है हामीहरू यो हो अघिको खोल कति बजे छ यसले 5:47 अघि पानी ठुलो आएको थियो अहिले सुकिसक्यो टिका भोक लाग्यो यार जम्यो जानु गाह्रो भइसक्यो खुट्टा लग कामिरहेछ यार लास्टै खुट्टा यो भएको एकदम दुखिरहेछ
एक्जामको रिजल्ट हाफ टाइम जाँदा जाँदै गाह्रो भइसक्यो गाह्रो। ल जाउँ अब जाने। उकालो चढ्न चाहिँ गाह्रो लाग्छ है। नै बिस्तारै हिँड्यो भए ओह्रालो पनि ठिकै थियो। ओह्रालो त अब स्विङ गइन्छ नि त। रनिङ कम्पिटिसन है लास्ट जति स्टामिना छ सबै झोकेर हामी भाग्दैछौँ है। स्टामिना जति छ त्यति लिएर अब फर्स्ट पछाडि छ है पछाडि केटाहरू। काउन्टर एरिया एक दुई टप्न नदिने मनोजले। गर्मी भयो है। सो मच हिट। खै त निराजन प्लास्टिक कालो भयो यार एकै दिनमा पुरै सन्ट्यान है। ल हामी आइपुग्यौँ है यहाँनिर। तारे यो सिटी सेन्टर अगाडि छोड्दैछ हाम्रो गाडीले। कस्तो लाग्यो लेते थकाली जाने आज? मैले सिम्बु थकाली खाइसकेको छु। लेते थकाली जाऊँ न जाने कि नै? कङ्गालको मन्दिरमै ठ्याक्कै त्यहाँनिर रहेछ। ल हामी त्यहाँ जान्छौँ है। ल आइपुग्यो है गाइज आइपुग्यो लेते थकाली। जाँदैछौँ हाम्रो लेते थकाली किचन। हामी के भन्छ लेते थकाली मन परेन माया चुलो आछौँ होइन यस्तो छ। अब हामी खान्छौँ एकछिनमा। तर यो 5 मिनटमा रेडी हुन्छ भन्ने डायलग त युनिभर्सल रहेछ है। ट्याक्कै युनिभर्सल। तिम्रो पनि 5 मिनटमा रेडी हुन्छ भन्छौ होइन। खाना आइपुग्यो यस्तो छ है हाम्रो खाना चाहिँ। खाना यस्तो छ। ल कस्तो रहेछ कस्तो छ मोटु खाना खुवाउँदा चाहिँ? मोटुको चाहिँ जिनियन हुन्छ है। कस्तो छ ठिक छ? ल ठिक छ। सन्तोषको ठिक छ तिम्रो? टिकाको? ल निराजनको जिन्दगी कमेन्ट हुन्छ भने उहिले ढिलो गरेर यार। कस्तो लाग्यो निराजनलाई? एक बाइट ल भइहाल्यो। ल यहीसँग हाम्रो ब्लगको अन्त्य है गाइज। सी यु अन नेक्स्ट ब्लग।